Hello everyone, how are you? And welcome to my YouTube channel. आज चाहिँ मैले one day in my life as an international student भनेर एउटा भिडियो बनाउने ट्राई गरेको छु। हेरेर कस्तो हुन्छ रेस्पोन्स दिनु होला अनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। अनि मैले आज बिहान उठेर सानो सानो क्लिपहरु बनाएको छु मैले के गरे भनेर त्यो एकचोटी एड गरिदिन्छु हेर्नु होला है त। अनि म कन्टिन्यू गर्छु दिउँसो के गर्छु क्लास कति बजे जान्छु भनेर। See you. Guys, this is my breakfast. अब बिहान जे भने पनि हैन त्यो वाटरमेलन अनि यो चाहिँ कोकोनट वाटर। अहिले चाहिँ 9:45 भयो। मेरो साथी चाहिँ अब माथिल्लो फ्लोरमा छ। उ चाहिँ आउँदैछ। मेरो साथी चाहिँ भेट भइसक्यो। साथीलाई चाहिँ लाज लाग्छ र भिडियो बनाउन। हेलो। हामी चाहिँ हाम्रो डर्मेटरीबाट भर्खरै निस्क्यौं। कस्तो लाज मान्नुपर्छ भ्लगरको साथी भइसके पछाडी अब भिडियोमा आउनुपर्छ। लाज मान्नु हुँदैन। यता चाहिँ हाम्रो अहिले चेरी ब्लुजमा भएर सबै सकिसक्यो। अनि यताबाट छ। यो यसरी देखाउनु पर्यो क्या। यो चाहिँ हाम्रो होस्टेल अनि हाम्रो यो कलेज एरिया भयो। यता सब फुल फुलेर कस्तो राम्रो थियो। अहिले त पातहरू भइसक्यो तर ग्रिनरी पनि राम्रै छ। म पछाडिबाट देखाउँछु है त। यहाँ सब फुल फुलेको थियो क्या। यस्तो रमाइलो भएको थियो। त्यो क्लिप पनि म छ भने म हाल्दिन्छु यसमा। अब यहाँबाट 5 मिनेट जति लाग्छ हाम्रो ठ्याक्कै क्लासमा पुग्न चाहिँ। यस्तो हरियाली रमाइलो छ हाम्रो युनिभर्सिटी चाहिँ। यो चाहिँ हाम्रो अर्को होस्टेल छ सिनियरहरुको होस्टेल। अनि त्यता प्लेग्राउन्डहरु छ फुटबल खेल्ने ठाउँहरु तर त्यताबाट आएन के म यताबाट आए। यो चाहिँ हाम्रो इन्टरनेसनल अफिस हो। अनि यो त्यो देखिएको चाहिँ लाइब्रेरी। हिजो म लाइब्रेरी गएको थिएँ नि। यो हाम्रो कलेजको बस स्टप। यहाँ बस लाग्छ घरिघरि कलेजको नै। त्यो चाहिँ लाइब्रेरी बिल्डिङ भयो। यहाँ चाहिँ हाम्रो लेक्चर बिल्डिङ। अर्को पनि छ लेक्चर बिल्डिङ तर हाम्रो चाहिँ प्राय यसमा मात्रै हुन्छ। यही हो लेक्चर बिल्डिङ हाम्रो यहाँ यस्तो छ। हाम्रो 4th फ्लोरमा छ हैन। चाहिँ भर्खर यहाँ लिफ्टबाट निस्क्यौं तर कस्तो बिर्सिन्छु के भिडियो बनाउनु। यो चाहिँ हाम्रो क्लास। हामी चाहिँ भिडियो बनाउनु भनेर अलि म्याम आइसक्नु भएको रहेछ। थाहा नपायो। अघि चाहिँ क्लासमा म्याम हुनुहुँदैछ। म त नदेखि सुइसी बोल्दै गइरहेको थिएँ। अहिले चाहिँ हाम्रो म त देखाएको थिइनँ क्या। अनि अहिले चाहिँ हाम्रो 1 घण्टा लेक्चर भइसके पछाडि चाहिँ अब 10 मिनेट ब्रेक छ। हामी वासरुममा आएर यसरी भिडियो बनाइरहेछौँ। आउन सलिना यता आउने यसरी देख्यो न। हाम्रो 10 मिनेटको ब्रेक नै सक्यो। अब हाम्रो क्लासमा अहिले चाहिँ हाम्रो प्र्याक्टिस टाइम छ पाइथन कोडिङको। अलरेडी टास्क छ। लेक्चर सकेर अहिले चाहिँ कोडिङ गर्दैछु म अलिअलि। टास्क 3टा छ अब गर्दैछु। हाम्रो क्लासको बिचमा एउटा सर आएर प्रोफेसर आएर हामीलाई चाहिँ एउटा प्रोग्राम छ भनेर लैजाँदै हुनुहुन्छ। के प्रोग्राम रहेछ हामी देखाउँछौँ। अब चाहिँ अहिले 12:50 भयो। अब 1 बज्यो जे होस् तल झर्दासम्म। अब हाम्रो एउटा क्लास सकियो प्रोग्रामिङ एन्ड एआई को। नाउ इट्स टाइम फर आवर लन्च। 1 to 2 चाहिँ हाम्रो लन्च छ अनि फेरि अर्को क्लास हुन्छ। See you then.
मेरो साथीहरू खाना खाने साथीहरू क्लासमेट त होइन खाना खाँदा मात्रै त होइन यो चाहिँ हाम्रो कलेज एरियाको यस्तो पातहरू पलाएर रमाइलो भएको छ फुल्ली त भइसकेको छैन त्यही पनि यो चाहिँ हाम्रो खाना खाने एसियन मार्ट हो यहाँ चाहिँ जे पनि पाउँछ तर भेरी एक्सपेन्सिभ हामीले चाहिँ खाना अर्डर गरेर बसेको छ मैले त यसो सामान देखाउँछु होइन यो चिउरा छ यता म करेन्ट चाउचाउ देखाउँछु होइन यो करेन्ट चाउचाउ पनि पाउँछ तर 15,000 यहाँको होइन 1500 नेपाली 150 क्या यस्तो महँगो यो 20 रुपियाँको वाइवाई चाउचाउलाई 1000 भनेको 100 पफलाई 4,400 यस्तो एक्सपेन्सिभ छ क्या यो एसियन मार्ट सब पाउँछ पाउन त नेपालीहरू तर लास्ट एक्सपेन्सिभ हुन्छ गाह्रो छ नि खाना आएर खाइसकेको भिडियो बनाउने बिर्सेर यस्तो छ हाम्रो हालत त तरकारी दाल खाना अमलेट खाना खाइसक्यो तर अब क्लास 2 बजेदेखि स्टार्ट हुन्छ खाना खाँदा ढिलो भयो क्या 1:55 भइसक्यो अब 5 मिनटमा छिटो छिटो पुग्नुपर्छ हावा चलेर यस्तो हुन्छ जहिले पनि कपाल अब चाहिँ हाम्रो अर्को क्लास सुरु हुन लागेको छ उहाँ चाहिँ प्रोफेसर हो यस्तै छ हाम्रो क्लास अब चाहिँ हाम्रो एटेन्डेन्स यो चाहिँ हाम्रो क्लासबाट देखिने भ्यू है अहिले 10 मिनटको ब्रेकमा चाहिँ गरेको अहिले चाहिँ हाम्रो ब्रेकमा यतिकै मोबाइल हेर्दै बसिरहेछौँ कस्तो भइरहेछ त कोरियामा भन्दा अलि लाइट पऱ्यो क्या भन न गुड रियली आर यु इन्जोइङ रमाइलो छ फाइनल्ली हाम्रो चाहिँ 5 बजे अर्को लेक्चर पनि सकियो अब अर्को हप्ता हाम्रो इक्जाम छ टेन्सन सुरु भयो फेरि क्लास सकेर अब होस्टेलमा जाँदैछौँ वी आर भेरी टायर्ड न केही भन न सलिना मिस अब गएर एकछिन रेस्ट गर्नुपर्छ यो चाहिँ हाम्रो फुटबल ग्राउन्ड भयो ओ त्यो मेरो कारो भन्न अलि मिलेन अब अर्को वर्षतिर त भन्न पाइन्छ कि होप सो यही नै हो हाम्रो कलेजको इन्भाइरोमेन्ट यो फुल र पातको कम्बिनेसन कस्तो राम्रो देखेको आई लभ द भ्यू हावा चलेर 5 बजे क्लास सकिएर आइसके पछाडि यस्तो टाउको दुखिरहेको थियो अनि चाहिँ म एकछिन रेस्ट गर्छु भनेर सुतेको त निद आएर अहिले बल्ल 6:40 भयो 6:40 मा बल्ल बिउजी अब आधा घन्टा 1 घन्टा जति चाहिँ म यसो इभिनिङ वाक जस्तो जान्छु यो चाहिँ हाम्रो युनिभर्सिटीको इन्ट्रान्स हो यहाँबाट चाहिँ हाम्रो युनिभर्सिटी सुरु हुन्छ अनि यता चाहिँ यस्तो छ है त यो जिएस स्टोर चाहिँ जहाँ पनि हुन्छ लगभग 2-3 मिनटको डिस्टेन्समा चाहिँ जिएस अभाइलेबल हुन्छ अनि यो हाम्रो यता इन्ट्रान्समा चाहिँ एउटा लेक छ यस्तो रमाइलो लेक छ क्या यता अनि दिउँसो खाना आएको चाहिँ यहाँ हो हामी दिउँसो भिडियो बनाउन चाहिँ बिर्सेको थिएँ यहाँ चाहिँ खाना आएको थियो अहिले चाहिँ इभिनिङ वाक हिँड्दा चाहिँ यता भिडियो बनाएको यो साँझको बेलामा चाहिँ यस्तो रमाइलो हुन्छ कि यहाँ भर्खर अब राति हुन लागेको बेलामा यस्तो रमाइलो हुन्छ यहाँ नजिकै छ क्या सी हाम्रो युनिभर्सिटीबाट लगभग 10 मिनट हिँड्यो भने सी छ म त्यो सी देखाउँछु है त यसो वाकिङ गरेको बेलामा यो चाहिँ अलिक गाउँ एरिया जस्तो नै हो हाम्रो यतातिरको एरिया यो चाहिँ बस हिँड्ने रोड भयो अलिक सानो नै छ क्या यो लगभग गाउँ नै हो अनि यताबाट चाहिँ यसरी समुद्र देखिन्छ म चाहिँ अलिक उतापट्टि गएर देखाउँछु भनेर क्या त्यहाँ अलिक बिच टाइपको नै छ यो चाहिँ यहाँको बस स्टप हो यहाँ यो बस्ने ठाउँमा चाहिँ कस्तो तातो हुन्छ क्या यहाँ चार्ज पनि गर्न मिल्छ जाडोको बेलामा चाहिँ न्यानो हुन्छ त्यहाँ बस्दा
यही हो ओसन सी। यहाँ आइसकेपछि यस्तो आनन्द फिल हुन्छ क्या, केही स्ट्रेस भए पनि यहाँ आएर एकछिन बसे पछाडि रिल्याक्स मन नै आनन्द हुन्छ भनेको। अलि राति भएर अलि राम्रो पनि देखिएन। म चाहिँ यसो हिँडिरहेको छु। यताको घर चाहिँ लास्टै सानो हुने क्या। ल यो घर हो होइन, अनि यस्तो सानो सानो घर हुन्छ, कसरी बस्ने जस्तो फिल हुन्छ क्या मलाई त यसो देखेर पनि। अनि यो चाहिँ यताको होमस्टे हो क्या, हाम्रोमा चाहिँ होमस्टे हुन्छ नि त, यता चाहिँ यो मिनबाग भन्छ। यो चाहिँ यस्तो हुन्छ, नत्र नर्मल मान्छेहरूको घर त कति सानो सानो हुन्छ। यो भयो अनि यो भयो। म चाहिँ प्रायः दिनमा आधा घन्टा 1 घन्टा चाहिँ यसरी नै हिँड्छु क्या, अनि रमाइलो लाग्छ जे होस्। यहाँ चाहिँ स्टिल अझै फुल रहेछ क्या, कस्तो राम्रोसँग त देखेन, एटलिस्ट आई ट्राई। यहाँ पनि यस्तो अझै रहेछ फुल, सो ब्युटिफुल। यो चाहिँ हाम्रो डिनर हो है, यो बिबिम्बाप अनि नेपालबाट लिएर आएको अचार, साथीले र मैले खाँदैछौँ। यही नै हाम्रो डिनर हो है। खाना खाइसके पछाडि मैले 2 घन्टा ल्याङ्ग्वेज पढेँ। अहिले चाहिँ 10-15 जति भयो। अब म सुत्ने टाइम भयो। मेरो डे चाहिँ यसरी नै बितिरहेको छ। अब आज त्यस्तो केही स्पेसल त भएन, त्यही पनि आई जस्ट ट्राई टु मेक अ भिडियो। सिक्दैछु बिस्तारै अलिअलि, अब जस्तो लाग्यो त्यस्तै रेस्पोन्स कमेन्ट चाहिँ दिनु होला। अब कुन टपिकमा भिडियो बनाउँदा हुन्छ, अब केही सजेसनहरू एडभाइसहरू केही छ भने चाहिँ प्लिज जसरी पनि कमेन्ट गर्नु होला है। अनि यही नै हो, अब यस्तै चलिरहेको छ दिनहरू। ओके, थ्याङ्क यू फर वाचिङ, बाई, सी यू इन द नेक्स्ट भिडियो। होप you guys like it. Bye.